युएईमा अन्य देशका अध्यक्ष कामदारको तलब कति छ? नेपालीको कति हुनुपर्छ? भनेर निर्मला घिमिरेले काठमाडौँबाट जेठ 26 गते यो आर्टिकल लेख्नु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले संयुक्त अरब इमिरेट्स युएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक 1000 दिराम हुनुपर्ने निर्णय गरेका छन्। उनले गत बिहीबार मन्त्रीस्तरीय निर्णय गरेका हुन्। अब अध्यक्ष श्रमिकको हकमा 1000 दिराम भन्दा कममा मागपत्र प्रमाणीकरण हुने छैन। हालसम्म न्यूनतम 800 दिरामसम्मको मागपत्र प्रमाणीकरण हुने गरेको थियो। अध्यक्षका लागि न्यूनतम 800, अर्धदक्षका लागि 1000 र दक्षका लागि 1200 दिराम तलब थियो। नयाँ तलबमान अध्यक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम 1000, 1200 र 1500 दिराम निर्धारण गरिएको छ।